गुड मर्निङ गाइस। आज चाहिँ हामी बजार जाँदैछौँ हो। मेरो फुच्चे केटालाई लगेर हुन्छ बजारमा पुगेर देखाउँछु है। यो चाहिँ हाम्रो गाउँकै हो गाइस। तपाईँहरूलाई अब आमा छोरालाई कसो देखिरहेको छ आज भनिदिनुहोस् है गाइस। यता हेर्नु न, ब्याकग्राउन्ड चाहिँ भएन नि त्यता आउनु त। यता हेर्नु न त, उता हेर्नु न उता। यता हेर्नु मेनु आज हुन्छ गाइस, अब तपाईँलाई सिधै बजारमा देखाउँछ ल। पनि आइपुग्यौँ हो बजारमा। त पानी पर्ला जस्तो हुँदैछ तर पर्दैन होला पानी त। हुन्छ एकछिनमा भेट्यो भने मेरो बुढाले चाहिँ नानी बोकेर अगाडि हिँड्दैछ। एउटा बजार पनि आइपुग्यो। छाता एकछिन। कृष्ण भगवानको भक्तहरू पुरै रहेछ आज त। टुरिस्टहरू हेर्नुहोस् है। यहाँ चाहिँ फोटो खिच्नेमा यस्तो डरलाग्दो भिड हुन्छ कि गाइस, के भन्नु र। मैले आज सेन्ट ट्रिजा लागेको रस्ता आइपुगेको छु। मेरो बुढालाई आज हेर्नुसम्म देखिरहेको छ। अनि अब जानु आँटेको छ, अनुहार यत्रो भइरहेछ। यो स्वेच्छाले लगेको आज हामीलाई साङ्ग्रिलामा। साङ्ग्रिलामा चाहिँ भेजको लागि त केही हुँदैन अरे, के खानु हो पनि मेबी। खिच्दिन हौ जानु जस्तो अन्त है। यहाँ साङ्ग्रिला फर्स्ट टाइम आएको है म चाहिँ, कहिले पनि आएको थिइनँ। कता जानु? माथि सिधै आइपुग्यौँ। मलाई चाहिँ साङ्ग्रिलामा गाइस जानु चाहिँ यस्तो छ। साङ्ग्रिलामा आएको छौँ। यो चाहिँ सडन प्लान भएको हाम्रो हो। हाई भन्दिनँ यता। सडन प्लान। यति गर्नुहोस् है। फाइनली साङ्ग्रिलामा आइपुग्यौँ हो। यहाँबाट चाहिँ दार्जिलिङ को दार्जिलिङ आउनु भएको छैन होइन, आयो भने चाहिँ यहाँनिर साङ्ग्रिलामा आउनुहोस्, दामी हुँदो रहेछ। खानाहरू चाहिँ याद छैन, अब हामीले खाएको छैन हो। हेर्दै गर्नुहोस् ल। ल्याइदिनु भन्नु न, नानीलाई राख्नुहुन्छ नि। यहाँ चाहिँ हेभी गरम हुँदो रहेछ। म त मर्न आँटिसक्यो गरममा, गरम भएर।
भाइ अब चाहिँ हामी अनि उयो ऐसा मत देखना चाहिए We are going where? अभी हामी चाहिँ गाइस घर गएको हो अभिषेक चाहिँ नानी लगेर गयो हामी उसको सामानहरू किन्नु थियो नि त दबाईहरू त्यही भएर अब हामी यसो म चाहिँ टाउको दुखेर मर्नु आँट्यो अघि साङ्ग्रिलाबाट ओह्रालो भएको त भ्लग गरिनँ टाउको दुखेर बोल्नु त सकिनँ यस्तो भएर हुन्छ हेर्दै गर्नुहोस् होला अब हामी चाहिँ स्ट्यान्डमा जाँदैछौँ हो चाहिँ जिडिनेस ग्राउन्ड वाउ एकदम देख्दो रहेछ यहाँबाट हामी चाहिँ स्ट्यान्डमा जाँदैछौँ अब गाडी चाहिँ छ कि छैन अभिषेक चाहिँ गयो अघि नै उसको दबाईहरू किन्नु थियो नि त पुस्तकारी हाल्यौ म त बिर्सेछ भन्दैछु नि अब मन्डे फर्किन्छ नि त अन्त त्यही भएर चाहिँ उसको लागि के सामानहरू किन्नु थियो हो अन्त आज अनप्लान छेमाहरूलाई पनि भेट्यौँ छेमा दादाहरूलाई हो अभिषेकले जाने बेला भेट्नु आउनु भएको थियो नि त अन्त हुन्छ हामी चाहिँ यहाँ गरमले म चाहिँ टाउको दुखेर मर्न आँटिसकेको छ यो अभिषेकको उता लाने सामानहरू भाइहरूको हुन्छ हेर्दै गर्नुहोस् होला गाइस घर पनि आइपुग्यौँ म आजको वेदर चाहिँ एकदमै दामी आजको वेदर चाहिँ एकदमै दामी छ गाइस गाडीमा भ्लग गर्न पाएन किनभने गाडीमा चेपाचेपायो फोन निकाल्ने हालतमा थिएन हामी है गाइस हामी चाहिँ घर आइपुग्यौँ म घर आइपुगेर बसिरहेको छु आजको भ्लग चाहिँ यतिसम्मै हो हुन्छ हेर्दै गर्नुहोस् होला मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनुहोस् होला हुन्छ बाई बाई